पैसाले चाहिँ मलाई वहाँदेखि यहाँ ल्याइदियो क्या। सिङ्गर जोन लाइट। हेलो सबैजनालाई नमस्कार, सबैजनालाई स्वागत छ मेरो चाहिँ युट्युब च्यानलमा। म ब्लग चाहिँ जागर्नलाई जस्तो बुझाएको छु। भर्खर स्टार्ट गरेको मैले ब्लग चाहिँ, अनि चाहिँ काममा जाने अवस्था भइसकेको छ। गाडीहरू सबै यहीँ हुन्छ। आज चाहिँ मैले ब्लग स्टार्ट गर्दै मैले प्लानिङ पनि बनाएको थिएन, सोचेको पनि थिएन होइन। डाइरेक्ट भर्खरै भनौँ न, भर्खरै सोचेको। भाइ के छ, ठिक छ? मुस्लिम भाइ हो। अनि सबैजना सबै ठिक होला नि होइन? सबै सन्चै होला नि घरतिर होइन? यता पनि केटाहरू सबै सन्चै छ। गुड सर। मेरो भाइहरू कहाँ गयो? त्यहाँ रहेछु, त्यहाँ रहेछ भाइहरू, त्यहाँ रहेछ स्यालहरू। कुकुरको पछि हिँडिरहेको अरू केही थाहै भएन क्या। अनि त्यसपछि कुकुरको सङ्गत गरेर म कहिले अगाडि बढ्दैन भन्ने ऊ आयो मलाई। त्यही भएर म चाहिँ हिँडेको छु क्या। मलाई कसैको मतलब छैन, म आफ्नै तालमा हिँड्छु। त्यो आजभोलि मलाई चाहिँ घरबाट मलाई चाहिँ त्यो कुकुरको सङ्गत नगर भन्छन्। त्यही भएर म खासै यिनीहरूसँग हिँड्दैन पनि। अलिकति इज्जत सिज्जत भन्ने केही छैन। गाई आउनु भ्याएन समात्नु चाहिँ यो गरे। महँगो, धेरै महँगो। नेपाली 3000 पर्छ। मैले चाहिँ अस्ति 5000को लिएको थिएँ, नेपाली 5000को। अरूमा धेरै रुमालमा चाहिँ हान्नुपर्छ क्या। लेडिजको ड्राइभर आएर सुत्दैछु। परदेश ठाउँमा यस्तै हो, काम भन्छन्, काममा हिँड्नलाई नास्ता खानु लाग्यो। त्यहाँ एउटा कुकुर गइसक्यो, त्यहाँ गाडीमा कुकुर गइसक्यो। तर चाहिँ लोयलै छ है त्यो रिलेसनमा चाहिँ, एकदम लोयल छ है त्यो चाहिँ। पाउने भयो जस्तो केही पनि पाउँदैन, लोयल बसेछ कि त्यो रिलेसनमा। केही पनि राम्रै छ गर्दा त्यही दाइ हो कि नराम्रो भनेको भाउजू त राम्रै छ। दाइ नरिसाउनु मेरो भलो के अरे पनि। हेलो हाई, के छ खबर? अहिले चाहिँ म आइसकेको छु काम गर्न तरफ। जाँगर पनि लागेन आज काम गर्न। फ्राइडे यस्तै हो, काम धेरै हुँदैन, छिटो पनि पुगिन्छ रुममा। अरू के भन्नु छ र? काम गर्दा वाक्क लागिसक्यो। अब घर जान धेरै छैन, 2 वर्ष जति छ। स्याम घर कहिले घर जाम्ला टन्न सुतम्ला जस्तो हुन्छ फिल पनि, निन्दा नपुग्दा। कमाउनु चाहिँ पर्छ है होइन? कमाउनु चाहिँ पर्छ। आफ्नो लागि नभए नि फ्यामिलीको लागि चाहिँ कमाउनु पर्छ। आफ्नो लागि मात्रै कमाउने भएको भए त घरमै बसेर कमाउँथ्यो, पुग्थ्यो जतिमा। त्यही फ्यामिलीको लागि होइन, पछि बिहा गरेपछि छोराछोरीको लागि हो होइन? बुढीलाई पाल्नै पर्यो, अर्काको छोरी ल्याएपछि अब पाल्नै पर्यो। औ जाउँ, अर्काको छोरी ल्याएपछि पाल्नै पर्यो। के गर्नु, आफू मात्रै पालिएर भएन। तर अर्काको छोरी पो कति कहिले आउँछिन् त मेरो साथमा। चाँडै फर्की आउने छु सानो तिमीलाई भनेर, मुकुलान हेर जाँदैछु सानो तिमीलाई सम्झेर। काम गर्नु पर्यो। मेरो घरको मान्छेले म माथि कति धेरै विश्वास गरेछ, त्यो विश्वास मैले तोड्नु हुँदैन। अनि मलाई दिएको, मेरो परिवारले मलाई दिएको जिम्मेवारी मैले पुरा गर्नु छ। म त्यसै हार मान्नु हुँदैन। त्यसैले मैले तपाईँहरूलाई भन्छु, तपाईँलाई नि मैले थोरै टाइम दिन्छु, अनि फेरि मेरो फ्यामिलीलाई नि टाइम दिन्छु। मैले सबैलाई टाइम दिन्छु ल। बात त सही है। गर्मी बहुत है ना, गर्मी बहुत। काम पनि कहिले सकिन्छ। भाइले यहाँ सिडी समाउँछ, मैले चाहिँ गिलास पुग्छु। कचडा गाडी आयो, नचाहिने सामान लाँदैन अरे यसले। यो कचडा गाडीले नचाहिने सामान होइन लाने। त्यसो तिमीलाई पनि पठाइदिउँ। के गर्नु साथी, के गर्नु, गाह्रो छ विदेशमा। काम चाहिँ बाहिर होइन, काम त भित्रै हो। हाम्रो चाहिँ फ्राइडेको दिन चाहिँ यो सिसा चाहिँ साफ गर्नुपर्छ क्या। कुरो त्यही हो, अरू त खासै छैन। काम त सजिलो छ। काम चाहिँ मैले फेरि खतरा हानिदिन्छु नि। फेरि हाम्रो यो बिल्डिङको मेन भनेकै मै हो कि।
हो कि भाइ हो दाइ हो अच्छा म छोड्नै सक्दिनँ भाइ यार उसलाई यार हो छोड्ने कुरा नि भएन नि त अहिले छोड्ने कुरा नि भएन नि त अनि अर्को चेल लिएर यस्तै माया लाग्छ उसको त मलाई तिम्रो भाउजूको लास्ट माया लाग्छ मलाई यार देख्यौ कति मेहनतिलो छ तिम्रो पोइ तिमीलाई त पाल्छु हो मैले पाल्छु ढुक्क भाउ सन्देश आइरहेको छ है ब्लग हेर्ने जतिलाई बहिनीसँग है समाउँछु के समाउँछु थ्यात के डर गर्ने तिम्रो भाउजूलाई जिन्दगीभर साथ दिनु छ यहाँ केही भइहाल्यो नि मलाई नि तिम्रो भाउजू त जिउँदै मर्छ नि त केही नि हुन्न हो केही नि हुन्न टेन्सन नगर्नु अब भ्याइयो भन्दा हुन्छ अब अर्को मस्त साग भन्छ कसैको अनुहार साग बनाउनु मन छ भने भनौँ म ल्याइदिन्छु नेपाल फेरि पछि तान्ने अनि दिने भाँडा मस्का जस्तो होइन त भाँडा चाहिँ मस्काउनु पर्दैन हाम्रो भाँडा चाहिँ मिसिनले धुन्छ भित्र मिसिनले धुइन्छ कपडा सपडा पुरै हैन कपडा पनि मिसिनले धुन्छ चिने मलाई चिनेन होला चस्मा महँगो चस्मा करिब परेछ नेपाली 20,000 माथि 30,000 जति परेछ चस्मालाई ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अहिले पखेर जाउँ न दामी पोस्दै यस्तै देऊ न त सही होला कराटे सिकेको मेरो भाइले जे होस् नारायणीमा मिठो मुस्कानमा यहाँ अलि झुन्डन ठाउँ भएन क्या के छ तिम्रो मनमा के छ भनिदेऊ न मनै छु कि अरू नै भन्दिहाल न बढी भए Our singer Zone Light second version मैले तिमीलाई सम्झिरुँदा त्यहाँ तिमीलाई बारुल किल्ने दुख्यो कि लाग्छ बढीलाई जिन्दगीको यात्रामा हिँड्दैछु म पनि पैसाले मलाई चाहिँ घरबाट यहाँसम्म ल्याइदियो मलाई यार पैसाले चाहिँ मलाई वहाँदेखि यहाँ ल्याइदियो क्या के गर्नु हो साथी पैसाले मलाई धेरै टाढा ल्यायो मलाई नि रहर थियो नि मेरै परिवारसँग सँगै बस्ने खाने होइन डुल्ने घुम्ने मलाई पनि रहर थियो तर के गर्नु साथी पैसाले मलाई एक लात हानेर यार समुद्र पारी पुर्याइदियो एउटा यस्तो मिठो तपाईले यस्तो मिठो हान्नु कि हैन त्यो दिलले यस्तो दिलमा छोड्छ कि म हल्का स्लो तरिकाले त कही हल्का बिच हानिदिन्छु यस्तो इमोसन के एकदम के हाम्रो दर्शकहरुलाई हैन हाम्रो भ्युअर्सहरुलाई हैन यसो मनमै चसक्क होस् के अच्छा हामी चाहिँ यता आएको देखे यहाँ के लेखेछ कहाँ के लेखेको द भ्यू लेखेछ नि यो भित्र चाहिँ यहाँबाट भित्र चाहिँ बबाल भ्यू छ कि यहाँ दामी छ के अरे बड्डाले भन्थ्यो नि त्यो बुढो सुड्डोले हाँसेर बोल माया किन रिसाउँछौ हाँसेर बोल माया किन रिसाउँछौ तिमीले पस्केको भात मैले अहिले हामी के भन्छ नि बड्डाले हाँसेर बोल माया किन झस्किन्छौ कि तिमीले पस्केर भात मलाई कहिले खिलाउँछौ कहिले खिलाउँछौ हाँसेर बोल माया किन झस्किन्छौ तिमीले पकाएको भात तिम्रो हातको भात मैले पस्केर कहिले खानी पस्केर ए थेप आउँदै कहाँ गइसक्यो यार त्यो यार
बरु मेरै लाइन राम्रो छ अहिले चाहिँ हामी आइसकेको रहेछ हिँड्दा हिँड्दा उकालो बाटो यस्तो दामी ठाउँ छ कि यहाँ बिन्दास यस्तो ठाउँ छ कि घुम्नको लागि बबाल छ है यहाँ त यहाँ चाहिँ हाम्रो रेस्टुरेन्ट छ हाम्रो होटल यहाँ छ खाने चिजहरू जति पनि पाइन्छ पिज्जा सिजा बर्गर गजर अनि कफी सफी कुन चाहिँ कफी खाने भन्नुहोस् जस्तो पनि त्यस्तै मिल्छ कस्टमर आएर चाहिँ आज बाबा भ्यू हेर्नुहोस् यस्तो छ दामी छ हौ दामी छ हो यहाँ त टक्क रक्सी र सुकुटी पाएदेखि यहाँ बस्न कम मजा हुन्छ हामी चाहिँ अहिले बिल्डिङमा आइसकेको छौँ बिजोक रमाइलो छ यहाँ एकदम बवाल छ भलक धेरै बनाइयो धेरै लङ पनि बनाउनुहुन्न लङ अब भाइरल भएपछि बनाउने पछि 30-40 मिनटको अहिले चाहिँ जस्ट 10-15 मिनटको बनाइन्छ त्यतिमा चित्त बुझाइदिनु होला त्यसको लागि धेरै धेरै धन्यवाद ओके ल बाई बाई गाइज सी यू अगेन थ्याङ्क यू सो मच एभ्री वान